बजारमा पैसा कमाउने र गुमाउने मानिसबीच के फरक छ थाहा छ तपाईँलाई? एउटै फरक छ। एकले अनुमान गर्छ, अर्कोले विश्लेषण गर्छ। आउनुहोस् हामीसँग जोडिनुहोस्, हामी पनि विश्लेषण गरेर लगानी गरौँ, जसले पक्कै पनि हामीलाई सफलताको शिखरमा पुर्याउनेछ। कुनै पनि कम्पनीमा लगानी गरिरहँदा मुख्यतः हामीले बुझ्नुपर्ने कुराहरू भनेको टेक्निकल एनालाइसिस, फन्डामेन्टल एनालाइसिस र कम्पनीको म्यानेजमेन्ट एनालाइसिस रहेको छ। आजको यस भिडियोमा हामी फन्डामेन्टल एनालाइसिसलाई डिटेलमा बुझ्नेछौँ। फन्डामेन्टल एनालाइसिस गरिरहँदा पहिलो नम्बरमा हेर्नुपर्ने कुरा रहेको छ EPS यानि कि अर्निङ पर सेयर। यसको मतलब हुन्छ कुनै पनि कम्पनीले एउटा सेयर बराबर कति चाहिँ रिटर्न दिएको छ लगानीकर्तालाई भन्ने कुरा। यसको मिनिमम चाहिँ हामीले एउटा सेयर बराबर अर्निङ पर सेयरको रेसियो चाहिँ 20 भन्दा माथि रहेको छ भने त्यसलाई राम्रो, र 20 भन्दा तल रहेको छ भने कमजोर, जति तल हुँदै गयो उति कमजोर भन्ने हिसाबले बुझ्नुपर्दछ। फर इक्जाम्पल नेपाल टेलिकमको अर्निङ पर सेयरको कुरा गर्दाखेरि 50 भन्दा माथि रहेको छ। त यसको मतलब यो छ कि एउटा सेयरले 50 रुपियाँभन्दा बढी चाहिँ आम्दानी लगानीकर्ताहरूलाई दिएको छ। यदि कुनै पनि कम्पनीको अर्निङ पर सेयर नेगेटिभमा छ भने त्यो कम्पनी घाटामा छ। यसरी हामीले कम्पनी राम्रो हो कि नराम्रो, जति बढी उति राम्रो अर्निङ पर सेयर, यसरी हामीले छुट्याउन सक्नेछौँ। अब दोस्रो कुरा गरौँ PE रेसियो, प्राइस टु अर्निङ रेसियो। कम्पनीको प्राइस कति छ र त्यसले अर्निङ कति दिइरहेको छ, यो रेसियोलाई चाहिँ हामी PE रेसियो भन्छौँ। PE रेसियो मिनिमम कुनै पनि कम्पनीको 20 भन्दा तल रहेको छ भने त्यसलाई हामीले राम्रो कम्पनीमा तुलना गर्छौँ, र यदि कुनै पनि कम्पनीको PE रेसियो 20 भन्दा माथि छ भने जति धेरै भयो उति नराम्रो। तेस्रो नम्बरमा रहेको छ बुक भ्यालु पर सेयर। कुनै पनि कम्पनीको बुक भ्यालु पर सेयर भनेको कम्पनीले नै निर्धारण गरिदिएको एउटा सेयरको मूल्य हो, जसको चाहिँ कम्पनीको सम्पूर्ण एसेट, यसको बिल्डिङ, यसको जग्गा, यसमा खर्च भएको इन्स्ट्रुमेन्टहरू, रियल प्राइस, भोलि कम्पनी बन्द गर्नुपर्ने स्थितिमा पुग्यो र त्यो कम्पनी बेच्नुपर्ने भयो भने प्रत्येक सेयर बराबर लगानीकर्ताको यति चाहिँ मूल्य फिर्ता हुनेछ भनेर बुझ्ने माध्यम। कुनै पनि कम्पनीले निर्धारण गरेको सेयरको मूल्य चाहिँ बजारमा कारोबार भएको मूल्यभन्दा बढी छ भने कम्पनी अन्डर भ्यालु छ, किन्नु एकदमै बुद्धिमानी हुनेछ। यदि कुनै पनि कम्पनीको बुक भ्यालु कम छ र प्राइस बढी छ भनेदेखि यसमा चाहिँ फ्युचर ग्रोथ पोटेन्सियल देखेर लगानीकर्ताहरूले बढी मूल्य तिरेका हुन सक्छन्, कहिलेकाहीँ यस्तोमा फसिन पनि सकिन्छ। चौथो नम्बरमा रहेको छ डिभिडेन्ड हिस्ट्री। कुनै पनि कम्पनीमा लगानी गर्नुभन्दा अगाडि हामीले डिभिडेन्ड हिस्ट्री हेर्न एकदमै जरुरी छ, यानि कि यसबाट हामीले थाहा पाउन सक्छौँ कम्पनीले कति नाफा बाँडिरहेको छ लगानीकर्ताहरूलाई। यदि कम्पनीको डिभिडेन्ड हिस्ट्री एकदमै राम्रो छ, वर्षौनी उसले चाहिँ नाफा आफ्नो लगानीकर्ताहरूलाई बाँडिरहेको छ भनेदेखि त्यो कम्पनी राम्रो छ। कम्पनीले आफ्नो नाफा दुई किसिमले बाँड्ने गर्दछ, एउटा बोनस सेयर, एउटा क्यास बोनस। 5 नम्बरमा रहेको छ रिटर्न अन इक्विटी। कुनै पनि कम्पनीको इक्विटीमा चाहिँ कति रिटर्न दिएको छ भन्ने कुरा यसले निर्धारण गर्छ, यसले देखाउँछ। हामीले कुनै पनि कम्पनीलाई खोलेर हेर्दाखेरि ROE रिटर्न अन इक्विटी यति % भनेर दिएको हुन्छ। यो भनेको तपाईँको इन्भेस्टमेन्टमा कति % यो कम्पनीले रिटर्न दिन सक्ने क्षमता राख्दछ भन्ने कुरा हो। यदि ब्याङ्कको ब्याज दर 8% छ, कम्पनीको रिटर्न अन इक्विटी 2% छ भने यो राम्रो कि नराम्रो तपाईँ आफै भन्नुहोस्। यदि कुनै पनि कम्पनीको रिटर्न अन इक्विटी ब्याङ्कको ब्याज दरभन्दा जतिले माथि छ उति नै हामी चाहिँ बढी मुनाफा पाउँछौँ, जति धेरै भयो यसलाई त्यति नै राम्रो मान्ने गरिन्छ र राम्रो हो पनि। अब अर्को नम्बरमा रहेको छ डेट टु इक्विटी रेसियो। यसमा भनेको के कुरा हेरिन्छ भने कम्पनीको कति चाहिँ उसँग पुँजी छ र उसलाई कति चाहिँ ऋण लागेको छ। फर इक्जाम्पल एउटा कम्पनीको 1 करोडको चाहिँ पुँजी छ अनि उसलाई चाहिँ 2 करोड ऋण लागेको छ भनेदेखि यो कम्पनी पक्कै पनि घाटामा छ। यसलाई चाहिँ डेट टु इक्विटी रेसियो हेरिन्छ, जसलाई चाहिँ डेटलाई चाहिँ इक्विटीले डिभाइड गरेर यो रेसियो हेर्न सकिन्छ। कम्पनीको पुँजी र उसको जुन चाहिँ भनौँ न ऋण छ त्यसलाई डिभाइड गरिन्छ। सो यदि 1 छ भनेदेखि ब्यालेन्समा छ, 2 छ भनेदेखि राम्रो भयो, डबल डेट भयो, लोन कम भयो। यदि चाहिँ 1 भन्दा कममा छ, 0.5 त्यस्तै खालको छ भने यो जति कम भयो उति नराम्रो हुने भयो, ऋण बढी भएको देखियो। त्यसरी हामीले आफैले बुझेर लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरूमा रहे। र अर्को नम्बरमा रहेको छ फ्युचर ग्रोथ पोटेन्सियल। कुनै पनि कम्पनीमा लगानी गर्नुभन्दा अगाडि हामीले कम्पनीको फ्युचरलाई प्रिडिक्सन गरेर भविष्यमा यो कम्पनीको माग बढ्नेछ या घट्नेछ, भोलि कम्पनीमा यसले नाफा दिन सक्छ या सक्दैन, यो कम्पनीको सेक्टर वाइज त्यसको पोटेन्सियल हेरेर मात्र लगानी गर्न एकदम सुरक्षित मानिन्छ। अब तपाईँले कुनै पनि स्टकमा लगानी गर्नुभन्दा अगाडि सबै कुराहरू मैले माथि उल्लेख गरेको कुराहरू हेरिसकेपछि सबैभन्दा अन्तिममा हेर्नुपर्ने कुरा रहेको छ म्यानेजमेन्ट एनालाइसिस। जब कुनै पनि कम्पनीको म्यानेजमेन्ट कस्तो छ, म्यानेजमेन्ट कुन ब्याकग्राउन्डबाट आएको हो, त्यस क्षेत्रको लागि दक्ष छ छैन, कुनै पनि इलिगल काम वा कुनै पनि मुद्दा मामलामा फसेको छ छैन, र कसले लिड गरिरहेको छ भन्ने कुरा हेर्न एकदमै जरुरी छ। र यदि
भविष्यमा कम्पनीलाई नेक्स्ट लेभलमा लान सक्ने क्षमता राख्छ राख्दैन? यदि राख्छ, यस यो स्टकमा लगानी गर्नु एकदम राम्रो छ। यदि त्यस्तै खराब किसिमको म्यानेजमेन्ट छ भने कम्पनी पक्कै पनि डुब्ने चान्स बढी छ। र आजसम्म मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने भिडियोलाई लाइक र च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला, जसले गर्दा तपाईलाई ज्ञान मिल्नेछ र मलाई मोटिभेसन मिल्नेछ। धन्यवाद।